म छोरीको कसम खाएर भन्छु मैले बिचारा यार इमोसन तर यो मुभीले यार रियालिटी देखाइदिएको यार त्यही त यार हेलो एभ्रिवन के छ दाइ ठिक छ के छ तिम्रो भन ठिक छ नि धेरै पछि भेट पो हैन धेरै पछि रे भर्खरै मात्र एउटा नयाँ नेपाली मुभीको अफिसियल ट्रेलर रिलिज भएको हो यो मुभीको नाम चाहिँ महाभोज हो हैन त्यसको चाहिँ रिभ्यू दिँदैछौँ है हामी रियाक्सन ल कस्तो छ के छ हैन सिधै अब ढिला नगरिकन भिडियोतिर जाउँ नि त गाइज ल King Seal Premium Purple Bag Success Life's Partner Official है त मेरो हजुरबाले भन्ने गर्नुहुन्थ्यो कस्तो बवाली हो है त्यो पनि आफ्नै माटो आज यो सहकारी हामी सबैको सुख दुःखको सारथी बनेको छ सुरुमा चाहिँ यस्तै हो नि हैन सुरुमा यस्तै हो नि सहकारीले डेटोला छ है त सहकारीले गर्दा गाउँलेको मन त जितेका छ सहकारीकै विषय बनाएर चाहिँ मुभी अलिकति पैसा पठाउनु भयो है यही नहोला नि फेरि तिम्रो बयाङ राई यो के अरे दाइ मल्लिकाको पनि रहेछ हैन घर आउन बाआमालाई भेट्न कसरी खगेन्द्र रहेछ अर्को केटीको नाम अर्कोको नाम हो अन्जना बराइली सबै चिनेको चाहिँ फेरि मैले उ गर है फेरि पुजार सार्की मुभी गरेर चाहिँ चिनाएँ त्यो अन्जना केटीलाई त्यहाँ अगाडि पनि आएको छ अरे खै अझै त प्रदीप खड्काको खतरा ठुलो फ्यान हैन केही छुटाउनु नि हैन ठिक छ अब हाम्रो बुढोले कति राखेको छ नि त पैसा मुख्य मान्छे बुढा त हो 1.5 वर्षलाई बुढासँग अलिकति पैसा लैजाउँ भनेर सोचेको बुढासँग पैसा लाने यसपटक भनेपछि जेठ 15 मा हुने भयो मिलाएर भन्छु के तिमी चिन्ता नलिऊ बाउसँग ठुट्ठुर हुने छोरा त अहिलेसम्म तर अन्जना बराइलीको एक्टिङ कस्तो लाग्छ त एक्टिङ त बवाल छ यार उसको है मलाई दामी लाग्छ यार पूर्णबहादुरको सारङ्गी वानी थियो हैन काठमाडौँ फ्ल्याट किन्दाको ऋण तिरौला भनेर स्यालले सिनु कुरे चाहिँ कुरेर बसेको छ नोभेम्बर रेन प्याजको बढी माया भन्छन् मलाई 1 हप्ता जस्तोमा पैसा चाहिन्छ होला है चन्द्र के भयो तिमीलाई तिमीलाई सहकारीको हालत थाहा छँदैछ साह्रै गाह्रो भएको छ बाबुलाई औषधि मुलो नगरी भयो 1 2 3 बस्दिन म के हो सहकारीले त डुबाउनु डुबाएको छ नि त अनि यो चाहिँ बनाएर रहेछ ल मुभी चाहिँ ल अब चाहिँ अहिले अब अहिले त पनि त्यही भइरहेछ नि त हैन अहिले त त्यो भइसक्यो यो सहकारीको उता गइसक्यो जनलाई अझ पहिला त थियो नि त यस्तो अहिले त अहिले त त्यस्तो छैन नि त पहिला चाहिँ सहकारी पैसा हाल्न छोडे कहाँ हुन्छ हैन सहकारी नै छैन भन्दा नि हुन्छ अहिले त हैन लाग्न थाले मलाई तिमीले के बताएको छु तिमी यहाँ ड्याडीको मेसेज पढ के भन्ने मैले ड्याडीलाई तपाईको लागि कस्तो खातामा कहाँ राखिन्छ त मेरो पाको पैसामा मात्र हैन सारा गाउँलेको पैसामा मोज मस्ती गरिरहेछ नि मैले अहिले हामीलाई चाहिए भन्दा चाहिँ भरे भोलि भनेर झुलाउने तर सहकारीमा यस्तिर भन्छन् नि हैन दाइ तर यो कर्मचारीले चाहिँ खाएन जस्तो लाग्छ कि दाइ हैन मेन टाउकै यस्तो हुन्छ नि त यो अब उनीहरू कर्मचारी भनेको अलिक तलकोले त त्यस्तो गयो होइन माथिको टाउकेहरूले त खाने हो नि हैन उनीहरूले के गाली सुनेर उ गर्ने चाहिँ उनीहरू पर्छ त्यही हो जहाँ पनि त्यही त हो नि ठ्याक्कै यस्तै गरेर दाइ म पनि भैरवमा मेरो बिजनेस थियो नि त सुने तिम्रो पनि पैसा खाइदिएर नि त होइन 70,000 जति आउनु थियो यस्तै दिनकै गइन्थ्यो है बिचरा त्यहाँ कति कराइन्छ आउनु अझ आउँदै त्यो मान्छेहरू कन्ट्याक्टमा छ कि छैन केही छैन तर खुल्लै छ सहकारी पैसै दिन नजाने यार अहिले नि गरिरहेको छु कल अहिले गरेर ल फोन हान्छ भन्दै थियो अहिले धेरै भइसक्यो यस्तै छ गाह्रो छ यार यार पैसा तेरो नाममा निकालेको मेरो कुनै सरकार छ मेरो टाउकै आरेन हो क्या के रे फेरि भन्दा मैले बसेको कुराले साह्रै मन खायो दुःख पायो भने म आफै पाल्छु सबैको भरोसामा नराम्ररी फाइदा उठाइछ नि मैले ती त सत्य मैले सहकारीको अध्यक्ष बनाएको केही समयमै त्यत्रो पैसा निकालेर कहाँ चलाएछ
अध्यक्ष यसरी त म बर्बादै हुन्छु। तपाईँलाई थाहा छ त पैसा कसरी चलाएको? म हजुर काने मात्रै चुक्छु बुवा। यो देशमा कानुन राज छ भन्ने लाग्यो है। म छोरीको कसम खाएर भन्छु मैले बिचारा यार इमोसन तर यो मुभीले यार रियालिटी देखाइदिएका यार जे हो समाजमा जे भएको हो त्यही देखाइदिइरहेछ। सुपर हिट हुन्छ जस्तो लाग्यो दाइ मलाई। हुनुपर्यो कति दाइ 15 गते होइन एक सुक्का खा छैन। एक सुक्का खानु बिचारा। मैले के पनि नराम्रो गरेको छैन। यो पैसा उठाउने गर्दा गल्ती त के हुन्छ त है? जे भन्नुभयो म जेफ 15 हो र होइन होला। लु जे हुनु भएको धेरै चिन्ता नलिऊ। सबै कुरा तिमीलाई थाहा छ त किन बोल्दैनौ? कलाकार त टन्नै रहेछ नि यार। निकालेको कुरा सत्य हो। छोरी हतारमा जाएर लिनु मिल्दैन। किन मिल्दैन सर? के तपाईँ पनि मिल्नु भएको छ? के भन्नु? तपाईँको मेहनतको एक रकम फिर्ता गराउँछ, त्यो पनि ब्याज। भन्ने त यस्तै हो। प्रधानमन्त्री होस् चाहे गृहमन्त्री होस् कानुनले कसैलाई पनि छोड्दैन। एउटा नोटिस गर्नुभयो कि यहाँ दाइ आजकल आर्यन सिद्धेल दाइ कि होइन धेरै मुभीमा देख्नु अनि हराइसकेको थियो नि त होइन। हराइसकेको थियो नि त उता पुजार सार्की भएर चाहिँ अनिखेरि अहिले चाहिँ नर्मल हुन्छ नि त। कमियो कि के भन्छ अरे दाइ थोरै थोरै रोल भएकोलाई चाहिँ कमियो कि के भन्छ नि होइन। त्यस्तो थोरै थोरै रोल भयो नि धेरै मुभीहरूमा देखिसक्यो नि होइन दाइ। जस्तै पिताम्बरमा हेर लास्टमा उहाँले थिए होइन। होइन जस धेरै मुभीमा मैले देखेँ कि अहिले उहाँले चाहिँ आर्यन सिद्धेल के हो है बिचरा यार। ल बुढी त गएछ क्या यार। रियालिटी यार यस्तै कतिले ज्यान थाले खाने है। मरे नि उपचार गर्न पैसा छैन अनि पैसा सब फाइनेन्समा त्यो आत्माले तर आनन्दले फिर्ता दिए। बिचरा यार यो नि सुसाइड गर्दैन यस्तो। तिमीले यस्तो अन्यायको लागि लड्नुपर्छ भनेर लगेको होइन। तिमीले हार मान्नु पाउँदैन चन्द्र। कुन मुभी राम्रो राम्रो बनाउँछु नि। कुन मुभी बनाएको थियो? प्रकाश नि हो? प्रकाश पुजा सार्की हो र? अब यो महाभारत भनेपछि त त्यही त पुजार सार्की हो नि यस्तै टाइपको त्यस थियो होइन। ओए यस्तै गर्नु पर्ने हो कि खासमा होइन। सत्य कहिले लुक्दैन हो नि यार। सत्य कहाँ लुक्छ यार? जेठ 15 मैले भन्दै नि जेठ 15 बिहिबार। कस्तो लाग्यो तिमीलाई? मैले त यार के भन्नु त यो मुभीले यथार्थ अब पैसाको नि याद आयो कि त्यही अहिले ठ्याक्कै याद आयो। भर्खरै यो रिलिज भएको धेरै दिन बेर भएर चाहिँ भर्खरै भएर ठ्याक्कै आज हामी भेट भयो। ल दाइ के छ यार आज यस्तो यो मुभीको ट्रेलर रिलिज भयो रियाक्सन हानौँ न त 2 भाइ भएर भन्ने नि प्लान भयो। अनि राम्रै रहेछ होइन। ट्रेलर राम्रो छ अब मुभी झनै राम्रो होला। मुभी त झन् खत्रै होला। यो मलाई त मुभीमा रन्दानी सेन्सर पास हुन्छ कि हुन्न भन्ने हो कि होइन। यस्तो मुभी सेन्सर पास भएन भनेर हुन्छ के दाइ बवाल छ यार मुभी। ट्रेलर मुभी होइन ट्रेलर बवाल छ। अब जेठ 15 मा चल्दैछ हेर्न जानु अब हामी हेरेर होइन कस्तो छ मुभी फर्स्ट सो नै हेर्छौँ होइन। रिभ्यू हामी भन्दैछौँ। अब चाहिँ हामी मुभीहरू पनि हेर्ने अनि त्यसको रिभ्यूहरू पनि दिने भन्ने सोचिराखौँ। अनि अरू नयाँ नयाँ के हुन्छ त्यो सब गर्ने हो कि अब होइन। ब्लगिङदेखि लिएर अब के हुन्छ त्यही हान्दिने अब सोचिराखौँ। अब त्यसको लागि चाहिँ होइन अब हामीले हाम्रो मेहनतको फल पाउनु भनेको तपाईँहरूदेखि नै हो गाइज होइन। त्यसको लागि चाहिँ हाम्रो यो भिडियो हामीले के गर्दा ठिक हुन्छ कस्तो गर्दा ठिक हुन्छ होइन। त्यसको लागि चाहिँ तपाईँ कमेन्ट गर्नु होला सपोर्ट गर्नु होला। लाइक सेयर एन्ड सब्सक्राइब आवर युट्युब च्यानल। हामीले जति मेहनत गरे पनि तपाईँहरूले नहेरिकन होइन त्यसको अब के भन्छ फल मिल्दैन होइन। त्यही हो तपाईँले हेरिदिनु होला लाइक गरिदिनु होला सेयर गरिदिनु होला कमेन्ट गरिदिनु होला। है त आजलाई भने महाभोजको ट्रेलर हेर्यो बवाल दामी छ। तपाईँहरूले पनि हेर्नुभयो होला कस्तो लाग्यो तपाईँलाई कमेन्ट गर्न नबिर्सिनु होला। यति भन्दै आजलाई बाई।